गर्दैन गर्नु एकचोटि गर्दैन चेस लु खाइ ल खाइ ल साथीहरु के हो सुन्न भर्खरै गयो यता ले जानु ल ओइ मेरो सबभन्दा ठुलो सिधा छ भने सानो हेर न फेरि यहाँ तिमीमा पत्र छ यी ल 1 2 त्यसै हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल र हजुरहरूलाई मेरो युट्युब च्यानलमा फेरि स्वागत छ र आज चाहिँ हामी मेरो साथीहरुसँग फेरि मोमो मुकबाङ लिएर आएको छु। आज त केही च्यालेन्ज केही छैन, हामी सिर्फ गफ गर्दै खाने हो। उ पनि उसको रुम पर सरेको छ, अहिले बेग्लै ठाउँ बस्छ, हामी चाहिँ सँगै बस्छौँ। अनि के च्यालेन्ज गराउनु बिचा किन बनाएर पठाउनु बिचारीलाई भनेर आज हामी गफ गर्दै तीनजना बल्ल साथी भेटेको, त्यही भएर हामी चाहिँ मोमो आज चिकन मोमो बनाएको स्पेसल्ली। त्यही भएर हामी चाहिँ अब टक्क हामी तीनजना भएर गफ गर्दै मिठो गफ गर्दै हामी चाहिँ आज बल्ल भेट भएको बेलामा हामी मुकबाङ गर्न चाहन्छौँ। त्यही भएर तपाईहरु पनि हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला है त। स्टार्ट गरौँ न अब त। परिचय देऊ न मेरो बेस्टीहरु। सेवा मेरो साथीको युट्युब फ्यामिलीहरुलाई, अनि हामी चाहिँ आज अब टक्क पारेर यो मोमो खानेछौँ। अनि हजुरहरूले चाहिँ हाम्रो भिडियो हेरेर इन्जोय लिनु होला है त। हामी त कुरा मान्छे हसिलो भएर नि फेरि हामी साइडको त ल मेरो बेस्टी चाहिँ अलिक उ भइरहेको छ के, अलिक फर्स्ट टाइम होइन, कति पछि आएको, धेरै टाइम पछि आएको नि त यसरी, त्यही भएर अलिक अप्ठ्यारो लाग्छ। त्यही भएर हामी चाहिँ खानाखानामै अब डालचुइसको चिकनको हो कि साथीहरु, घरमै बनाएको, घरमा भन्दा नि हामीले रुममै बनाएको। मैले बनाएको चाहिँ फेरि यस्तो छ, यहाँ छ चिकन मोमो, यहाँ छ अचार, यहाँ खाने मन छ भने यहाँनिर चम्ची खाँदैन भयो, यहाँ छ कोक चिसो भर्खर ल्याएको। ल खाम है, केही खाएको छैन, अब यही चेस गरौँ न। चेस सबैले म त टेस्ट गर्दैन, गरौँ न एकचोटि, गर्दैन चेस लु खाइ ल साथीहरु। म धेरै चाहिँ खाइदिन है, कति मिठो नि, लास्ट टाइम पिरो, तर फर्स्ट टाइम चाहिँ पिरो भएको छ। 50वटा चाहिँ खान्छु कि। अचार चाहिँ हाम्रोमा एउटै डब्बामा लगाएको। चम्कीलाई हाल्दै मजा कस्तो छ, यस्तो गरेर खानु पर्यो त, बेग्लै मिठो हाल्नु। अब यो डोला हालेर खाइदिउँ न त, यो के भन्छ गोला हाल्नु म त गोला त लाइन यता त मेरो सब मुख भएर हो। मोमो हेर्नु यत्रो छ, म चाहिँ गोल लगाएको छु। ला के त मच्छर नै चेप्टी मरो ला हुन्छ जुन यी कामले छ यस्तो हुँदैछ। कोक पनि छ है, यताको पनि पाएको होला हौ, आएर खाँदा हुन्छ। साथीहरु हैन, हामी चाहिँ धेरै समयपछि हामी चाहिँ यसरी तीनजना मिलेर मुकबाङ गरिरहेको छौँ, इन्जोय गर्नु होला। अस्ति त हामी सबै थियौँ, मुकबाङहरु गरिन्थ्यो, ब्यान्ड पनि परेको थियो, यो पनि हामी सबै ब्यान्ड पर्थ्यो। अब आज धेरै समयपछि फेरि मुकबाङ तीनजनाको फेरि एकैचोटि क्यामेरामा कल फेरि आइहाल्छ हाम्रो मुकबाङ। तर म कति ठुलो छ कि यो
ढिलो आउँछ तर कडक आउँछ हैन तर मेरो साथीहरूले लिची पो किराइसँग खाएर म त अजिब लागिरहेको छ होइन त त्यस्तो भन्छ वर्षमा एकचोटि फल्ने फल हो हाम्रो भिडियो हुँदैछ नि हेरेर जान्छ यस्तै त्यो नेपाली हेरेको छ बुझेछ यता मान्छे हुन्छ कि रातो माथि अब बिचमा एकदम रातो हुन्छ मेरोमा धेरै हालिदिएको थियो तिमीहरूले एउटा आफू हालेको त कस्तो मोमो नै पड्के पड्केछ त यो म त खाइसक्यो त फेरि मेरो त ठुलो परेछ हौ यस्तो मोमो खाँदा अगाउने नि हो कि घरमै बनाएको मोमो मिठो भयो नि बड मिठो झन् अचार कस्तो मिठो हो मेरो त रातो रातो छ खोर्सानी लागेर के यो यहाँ डुबाएर खानु पर्यो है फेरि मेरो मुख भर लाग्छ होला हौ मलाई लास्ट टाइम मोमो ठुलो भयो त एउटा मोमो सिम हाल्दा हनुमान जस्तो हुँदैछ दिदी खानु न तपाईँ पनि पाएको ल मार्दिनु हाम्रो भिडियो ठिकै देखिरहेको छ दिदी भने कलम कति मिनट भयो देखेको छैन त होइन मान्छे चाहिँ कुरा पनि देख्दैछौँ सकियो आज अब मोमो चाहिँ नि साह्रै अब सक्नु टोको 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 राईनीहरू है हाम्रो हामीलाई चाहिँ राई भाषा एउटा जानु आउनु न रेकर्ड भइरहेछ देखिँदैन पनि त कतिवटा राम्रो 20वटा थियो होला सायद यी होला 20वटा थिएन ठुलो थियो कि 10-15वटा थियो म त भुडियो खाइसक्यो साथीहरू राम्रो माथि रातो देखिने छैन दुःख छ 9 मिनट मात्रै छ होस् न खानुपर्छ आरामले यसबाट आज यस्तो मिठो भयो अब नेक्स्ट टाइम चाहिँ हामी च्यालेन्ज गर्ने गरे ल अर्को यो तेरो अलिक मुख ठुलो होला म खान्न म यो खान्छु अचार पिरो छ त्यो भयो मिठो छ क्या हाइजनु एउटा सुगर खोर्सानीको बेर्ने पोल्छ बेर्ने पोल्छ साँच्ची म त खोर्सानी खासै खाँदिनँ त अहिले किन बेर्ने बोलेरै हो खोर्सानी खासै खाँदिनँ त किन बेर्ने बोलेरै हो बेर्ने बेर्ने पिरो खायो बेर्नेमा समस्या आउँदो रहेछ त्यही खानुपर्ने पाएछ फिस्टुला हुन्छ होला भन्दा खाने बानी भन्दा पनि म त पराठा खासै खाँदिनँ त खोर्सानी होइन खानै सक्ने गरेर खाँदा पनि थोडा पेट पोल्दैन बेर्ने ठुलो भएर
सुक्खा खानुपर्छ। यो तिमी खाऊ मलाई यो अलिक ठुलो दे होइन कसले छिटो खाएर ल एकछिनको लागि क्या यो सेम ठुल्ठुलो निकालेको क्या एउटा कसले छिटो खाएर ल यो ल साथीहरू हेर्नु है लास्टमा चाहिँ अब त्यो अलिक ठुलो निकाल न के खान्छौ यो ठुलो त्यो ठुलो छैन मैले भर्खरै दिएको यो खाने यो मेरो अघिको ल ठुलो भएर मैले नसकेको अचार लगाएर खाने भए पनि छ के ठुलो तेरो छ के यहाँ भित्र सीमा धेरै छ दाम कस्तो मेरो खाने यस्तो खै देखा त चेप्टो न चेप्टो ठुलो न ठुलो सबैभन्दा ठुलो मेरो छ सीमा धेरै छ दाममा ल यसले खाइदिएर खाइरहेको छु म अलिकति पोल्यो अलिक घाटेको पखालिरहेको छु बस तर यस्तो मात्र दिदिन फेरि हेर न लोदर बोलिहालेको है किन बाजी त्यो त बिचरा अचार नलगाउने हो लगाउनु भयो नि नलाउनु तिमीहरू अलिअलि लाउँछु अचार लाउने त हो त मुखमा नि पिराउँछ के ठुलो हुन्छ अनि केही हुँदैन यस्तो यस्तो हो यहाँ एक बाइटमै हो नि गुनाइ म गर्दिनँ आफ्नो रुचि भएन यता नि यस्तै गर्छ है गद्दा यहाँ डुबा मेरो त डुबाएको त थपक्क यहाँ डुबाइरा 1 2 3 कहाँ यता यहाँ ल्याउनु आँटेको ए तिमीहरू त म त अनि अचार मुखमा चाहिँ पोल्छ के यहाँ यता ल्याइजु न ओइ मेरो सबभन्दा ठुलो सिताको छ भने सानो हेर न फेरि यहाँ किमा कत्रो छ यी ल 1 2 जसिकै जस्तै उयो होइन कविताले चकरमा चढेर आएको ल यो हार्नेलाई के हार्ने लाइन यो हार्दैन यो चटनी मात्रै एक चम्ची ल एक चम्ची चटनी मात्रै खाएन अब बेर्ने पैसा रन त नि तैँले जित्नु पर्यो नि यति मिठो कसले खाँदैन हात पनि खानु यस्तो पाइँदो रहेछ म त खुसी लाग्यो 3 2 स्टार्ट साह्रै मिठो लाग्यो यस्तो त अब अरू पनि खाएर मलाई जित्यो केटीहरू भिडियो भएको छ माथि रातो छ नि दिदी रातो छ भयो यसले निलो नि निलो मैले सेकेन्डमा निलो त मिल्ने नै भनेको होइन के त चेप्ने भनेको मिल्ने भनेको मैले अब एउटा गएको छ यो खाइरहेको छु न अनि एउटा गएको कसको भएको त्यो जुनले खायो सेकेन्ड लास्टको अब फेरि पनि एकछिन जुन यसले यो खाइसक्नु न फसायो पनिसमेन्ट त गर्नुपर्छ एकछिन गरेर लास्टमा फेरि तैँले फर्स्ट भने दुईचोटि गर्छस् हारिस भने होइन जितिस भने गर्नु पर्दैन म त यो त जितिहाल्छु म त एउटा गोलै नि यस्तो गोलै निल्छु अलिक ठुलो यस्तो गोल राखिदिनु त अचार पनि छोड्दैन गोलो यस्तो गोलो पनि मलाई सब बनायो नि त यसको घोम्रो अलिक ठुलै छ गरौँ न त एक फकै भने यस्तो मेरो छिटो अघि त आमा हुँदैन यसको यहाँदेखि र पनि मिलिस् त अहिले चाहिँ खोर्सानी बिना भयो पर्दैन खोर्सानी बिना क्या अब ठुलो हड्डी हो कि के हो मेरो दाजको बाजा खोर्सानी अलिक गरौँ न त खोइ यो छ कि अस्ट्रेलियाको समय काफी छ मुख पोल्छ दिदी लिन त मैले खान्छु ल मैले यो खाइदिएँ मेरो के अरे मेरो हौलीहरू मेरो अघि पनि के छ नि त नि अनि ल अन्त ल आइज डोबाउनु न डोबाउनु डोबा
डुबा के डुबा त जित्छ डुबा त्यसै जित्ने त हो मुलीले खेले त निल्छ नि क्या छ्याकमा त हैन रोकिन हैन अब त म त गर्छु बुई अनि तिमीहरुको दाँत यस्तो तिखो होला मेरो यस्तो त्यो घरमा एक पकाउन खाइरहेको कस्तो एक फक्करमा खाइरहेको भने यस्तो मिल्छ अब यता त नमिल्छ अति भन्नु म त यस्तो लाज लाग्यो 1 2 3 गो कान्छी लास्टमा बोले छिटो खाइदिनु जुन यसले मिठो गरी खाइरहेको छ जुन कोठातिर तेरो सुनिन्छ नि यसले गर्छ यसले गरौँ यता जी पनि गर्दैन यता पनि गर्दैन टाउ घुमाउ त तिमी अनि यस्तो हेर्नु नि तिमी त अनि मैले निकालेर यसो हेरेको यसो नि गरिरहेको छु मेरो त अब म एकदमै लास्टमा भयो नि होइन यो खाइयो रमाइलो हुनु तर पुरै मैले उको थाहा मलाई नै उ गर्दा हुन्छ मैले मजाले जितेको किन म त जिते नि अहिले पनि मैले नै मजाले जितेको हो जुन केना अब मैले नै खाइलगे जस्तो लाग्छ अहिले त त्यहाँ भिडियोमा भन्नुहुन्छ फाइनली गाइज अब हामीले खाइ पनि सक्यौँ भोलि परिणाममा डोज त भयो यता खाँदै हुनुहुन्छ दिदीहरू बहिनीहरू चप 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 अगाडि हो पसिना आउँदा राम्रो भन्छ नि लक्षण मान्छेको पसिना आउँछ खाँदा लक्षण यो लक्षण उनीहरू पसिन्छ नि पसिना आयो नि मेरो सिगा नआउँछ लक्षण हो हुँदैछ हौ ल साथीहरू आजको कस्तो लाग्यो तपाईँहरूलाई मुबाङ र लास्टमा गरेको थियो हामीले के ढामा डोस च्यालेन्जमा मैले नि एकदमै मजाले निल्यो नि अनि निल्ने अनि टोकेर निल्ने त हो त निल्छ नि त यत्रो निलेछ म त चप्पदा निल्नु नसकेर म पनि चप्पाएर निलेको तर खोइ म त यस्तो ल नबाजा मेरो साथीहरू नबाजा नि ल सबैले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने ट्याङै बेल आइकनमा टच गरेर ढ्याम्मै गरिदिनु होला अनि घन्टी पनि टिङ टिङ बजाइदिनु होला तपाईँहरूले फ्री गरिदिनु भने लाइक गाह्रो हुन्छ मलाई अनि भन्यो सबैजनाले मेरो साथीको युट्युब च्यानललाई माया गरिदिनु होला अनि फेरि हामीलाई यस्तै भिडियो फेरि अर्को पनि फेरि भिडियोमा हामीलाई पनि ल्याउँछ अनि यस्तै माया गर्नुभयो भने कमेन्ट गर्नु होला अनि हामीलाई पनि फेरि खानेकुराहरू कमेन्ट गर्नु होला मिठास म पनि आउन सक्छु यसले फेरि ल्याउँछ कि हामीलाई होइन फेरि बेल आइकन सबै अनि सब्स्क्राइब पनि नयाँ हुनुहुन्छ भने कुरा गरिदिनु होला अनि घन्टी पनि गरिदिनु होला लिङ्ग सेयर गरिदिनु होला